यता हेर्दिनु नदेखाने आँखा चिलाएर गाइसहरु हेलो गाइज के चाल खबर वेलकम टु माई न्यू ब्लग फेरि हैन गाइज अब फेरि हैन म चाहिँ आज एउटा नयाँ ब्लग गर्न जाँदैछु फेरि है अनि एकदम राम्रोसँग हैन सपोर्ट गरिदिनु होला है गाइज त्यो गाइज कन्टिन्यू गरिदिउँ है अनि ढिलो नगरिकन यहाँ हेर्नु त गाइज हाम्रो दिदी कस्तो मजाले के अरे त सुतिराख्नु भएको छ अहिले चाहिँ दिउँसोको टाइम है अनि म चाहिँ यता भिडियो बनाउन लागेको है अब चाहिँ हामी चाहिँ अब घुम्न जान आँटेको अनि नाइट वाक त्यो गाइज होइन हल्का हल्का भिडियो गरेर देखाइदिन्छु है अनि हेर्दै गर्नु होला गाइज So guys, हामी चाहिँ बाहिर निस्किसकेको छौँ है अनि देख्न सक्नुहुन्छ हाम्रो दिदी एकदम सिरियसमा हुनुहुन्छ यहाँ एकदम सिरियसमा हुनुहुन्छ पर मान्छे गएको देख्छु यता आएको उता गएको So guys, हामी चाहिँ दिदीसँग घुम्न हिँडेको हाम्रो दिदी चाहिँ अगाडि लागिराख्नु भएको छ है अनि यो चाहिँ घर हो बाबु कहीँ हिँडेको यता हेर त कहीँ हिँडेको यता हेर्दिनु न आमा खै त आमा हो त्यहाँ जाँदैन रे सुटी भोलि इन्डिया जाने रे के भोलि इन्डिया जाने रे यताबाट यसरी जाउँ हाम्रो दिदीहरू चाहिँ अब घुम्ने कहाँ जाने भनेर प्लान गर्दैछन् अनि म चाहिँ पछाडि को कसले तिनीहरूले पाउँछ पाउनु त पाउँछ नि अनि उनीहरूको त यता पनि बस्ती राम्रो छ हौ नदेखाने आँखा चिलाएर गाइसहरु तपाईँ स्पेसल हुनुहुन्छ क्या यहाँ उपर हस्पिटल देखाइदियो त्यो रातो बलेको छ है के पो हस्पिटल विराट क्यान्सर ए विराट खेल कलेज ए टिचिङ हस्पिटल हो बत्ती देखाएको नि हाम्रो दिदीहरू कुदेको अरे हेर्नु चाहिँ कुद्ने पारा गाइज यतापट्टि देख्नुभएको छ नि यो चाहिँ आरती स्टिल है अनि अहिले चाहिँ हामी यताउति नै अब रनिङ गर्दैछौँ मतलब यस्तो वाक हिँड्दैछौँ है अनि अगाडि चाहिँ हाम्रो दिदीहरू हुनुहुन्छ है कुद्दै हुनुहुन्छ खै
5 बजे उठ्नेको अनुहार हेर्नु दिदी आउँछ के म त 5:30 बजे उठेर एक्सर्साइज गर्छु छतमा गएर ड्वाङ 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 गर्दो रहेछ दिदी कुद्दाखेरि त छतमा हो र हिजो बेलुकातिर कुद्नु भएको थियो कहिले हिजो बेलुकातिर हिजो बेलुका ध्यान गर्न गएको थियो त ड्वाङ 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 गर्दो रहेछ बिहान पनि बिहानै जान्छु बिहान चाहिँ मलाई थाहा हुँदैन बिहान चाहिँ म जतै गर्छौ नगर्नु है पसिना आएछ दिदीको त डेन्जर अमृताको आएको छैन मेरो आएको छ ओइ भनेको पो त हौ लु जाऊँ जाऊँ मेरो चाहिँ पक्का आयो होला चलो तपाईँमा आएको छ कति बजे केटा गाइस हाम्रो भेना पनि आउनुभयो अनि भेना लिन जानुभएको थियो हामीले भेना लिन जानुभएको रहेछ उता बाटोतिर पसिना आएछ तपाईँको के को स्मेल आइरहेको छ यसको रहेछ कस्तो दामी यार यसको गाइस खतरा स्मेल आउँदो रहेछ गाइस ढुकुरकन्डा कति धेरै छ है तेरो अब आइस भएको पानी खा के मर्ला जस्तो आइस छैन हौ 3 महिना गयो त्यसलाई फरेको रहन्छ यार अन्डा होइन न के गर्नु त हुँदैन किनभने मान्छेले त छुइसकेको छ नि त एकचोटि उनीहरूको गुडमा एकचोटि गइदिएपछि तिनीहरू त्यहाँ बस्दैन ठन्डा छ भने पनि बस्दैन रहेछ एकचोटि मान्छे गयो कति त्यो जङ्गलमा बस्छु नि त्यहाँ कता बुझ्दैन म मेरो साथीहरू त्यहाँ चियाउँछु मम्मीले कराएर दुधमा चारी ढुकुरको अन्डा पकाएको हेर्नु गाइस सबैजना हेर्न आउँदैछन् यहाँ म पनि हेर्नै आएको कस्तो हुन्छ भनेर है अनि यत्रो बिस्तारै सानो सानो भयो है हेर्नु चाहिँ अब बस्दा खाने तर म चाहिँ नखाने है म चाहिँ खाँदिनँ यस्तो अन्डाहरू भात खाना आउनु भात बसिदियो गाइस म चाहिँ होइन अब खुट्टा धुनु पऱ्यो अनि त गाइस है आजलाई चाहिँ अब यति नै है अनि योभन्दा धेरै चाहिँ अब भिडियो बनाउन सकिनँ र त्यति राम्रो बनाउनु पनि आउँदैन त्यही भएर अलिक अल्छी लाग्छ ल त गाइस बाई लागे है